हेलो हेलो नमस्ते सेवा हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ आज मेरो बहिनीको रुमतर्फ लागिसकेको छु। यति ढिलो नभन्नु होला, रात परिसकेको छ। अनि म चाहिँ आज मेरो छोरीको स्कुलमा रिजल्ट थियो, रिजल्ट सुनेर आएर थपक्कन बसी मात्रै राखेको थिएँ। मेरो बुढो आइपुग्नु भएछ, बहिनीकोतिर जाऊँ भन्नुभयो। हामी हतार हतार रेडी भएर हिँडिसकेको छौँ है त। हामी गाडीमा पनि आइसकेको छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ चिप्लेढुङ्गाको रोड हो। अनि आज चाहिँ धेरै पानी परेको हुनाले गरेर हामी चाहिँ अलिक ढिलो हिँड्यौँ। अनि यहाँ बसमा चाहिँ बाउछोरीले हेलो भन्दैछ, छोरीले नि हेलो भन्दैछ, अङ्गुर खाँदैछ बाउछोरी चाहिँ। अनि म चाहिँ यता भिडियो बनाउँदैछु, देख्न सक्नुहुन्छ। अनि अब जानु त पऱ्यो नि होइन, बहिनीले बोलाइरहेको थियो अस्तिदेखि। अनि म चाहिँ मेरो छोरीको स्कुल अब छुट्टी हुन्न, वैशाख 10 गतेदेखि स्कुल हुनाले गरेर मेरो बहिनीकोतिर जाँदैछु। म चाहिँ मौसम देख्नुहुन्छ, पानी परेर यस्तो भएको छ है त। अनि म चाहिँ बहिनीकोतिर आइपुगिसकेँ। मैले चाहिँ कति फोन लगाएँ तर